हेलो साथीहरू सबैजनालाई नमस्ते। तपाईँहरू मलेसिया आउँदै हुनुहुन्छ अनि प्लान्टेसनमा भने यो भिडियो तपाईँहरूको लागि हो। भिडियो स्किप नगरेर हेरिदिनु होला। अब जाउँ प्लान्टेसनमा के कस्ता कामहरू हुन्छन् त। यो काम बताउनुभन्दा पहिला म एउटा कुरा भन्न गइरहेको छु। यदि मलेसिया आउँदै हुनुहुन्छ भने होटेलहरूमा, फ्याक्ट्रीहरूमा, कम्पनीहरूमा आउनु होला, किनभने काम सजिलो पर्न सक्छ। त्यसमा प्लान्टेसनमा चाहिँ हिलो, धुलो, घाम, पानी सबै सहनुपर्छ। त्यही भएर प्लान्टेसनमा चाहिँ अलिक गाह्रो हुन्छ अनि फ्याक्ट्रीहरूमा चाहिँ राम्रो हुन्छ। अनि प्लान्टेसनमा भन्नु बित्तिकै अब गाह्रो हुन्छ काम अनि राम्रो हुँदैन भन्ने होइन, राम्रै हुन्छ। किनभने हामीलाई त्यो फलहरू काट्नको लागि अनि फलहरू लोड गर्नको लागि त्यो चाहिँ दिँदैन, त्यो अरू देशबाटै मगाएको हुन्छ। एसियाहरू तिनीहरू हुन्छ, इन्डोनेसियाले काट्छ अनि त्यही भएर हामीलाई चाहिँ त्यो गाह्रो काम पर्दैन। अब नेपालीहरूलाई दिने भनेको काम के हो भने फल काट्ने काम त उनीहरूले गरिहाल्छ, त्यो चाहिँ दिँदैन। हामीलाई चाहिँ के काम दिन्छ त नेपालीहरूलाई भने यस्तो झारहरू मार्ने अनि त्यो किरा लागेको हुन्छ फलहरूमा, त्यो सप्लाई गरेर त्यो किराहरू मार्ने अनि सानो बोटहरूमा औषधिहरू हाल्ने, खाद मलहरू हाल्ने, होइन, त्यस्तो काम चाहिँ दिन्छ। त्यस्तो हामी नेपालीले गर्न सक्दैन भन्ने होइन, हामी गर्न सक्छ। हामी वीर गोर्खालीको छोरा हो, होइन। हामी चाहिँ इन्डिया गएर कस्तो 5-5 किलो त पुग्छ अनि अब यो सप्लाई गर्न यस्तो गर्न आउँदैन। त्यही भएर कोही आउँदै हुनुहुन्छ भने सकेसम्म नआउनु, राम्रै काममा आउनु होला, होइन। किनभने अब मैले अघि नै भनिसकेँ, अब फ्याक्ट्रीहरू हुन्छ अनि होटेलहरूमा आउनु ठिक छ। हामीले लगाइसक्यो प्लान्टेसनमा, अब हामी जानै पर्छ भन्नुहुन्छ भने आउनुहोस्, डर नमानेर आउनुहोस्। यहाँ त्यस्तो गाह्रो काम केही पनि हुँदैन, सबै नेपालीले गरिरहेको हुन्छ। हामी किन नगर्ने भन्ने सोच्नुहोस् अनि आउनुहोस्, मजाले काम गर्नुहोस्। किनभने अरू ठाउँमा इन्डियातिर गएर 20,000 25,000 कमाइन्छ भने अब यो काममा 50,000 60,000 70,000 80,000 पनि कमाउन सकिन्छ। अब त्यो कम्पनीले कति ओभरटाइम दिन्छ भन्ने हो। यसो गाह्रो केही पनि हुँदैन, आउनुहोस्, डर नमानेरै आउनुहोस्। अहिले यति भन्न चाहेँ, म के काम गर्छु, कस्तो गर्छु, नेक्स्ट भिडियोमा आउँछ। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, फलो गर्न नबिर्सनु होला सबैजनाले। अहिले सबैजनालाई धन्यवाद।